केही मानिसहरू इतिहासको किताबमा लेखिन्छन्, तर केही मानिसहरू मानिसहरूको मनमा लेखिन्छन्। आज नेपालले एउटा पर्वतारोही मात्र गुमाएको छैन, हामीले एउटा यस्तो नेपाली गुमाएको छौँ जसले संसारलाई विश्वास दिलायो। इम्पोसिबल भन्ने शब्द पनि गलत साबित गर्न सकिन्छ। ब्रड पिकको काखमा भएको हिउँ पहिरोले हामीबाट निर्मल निम्सताई पूर्जालाई खोस्यो, तर एउटा कुरा हिउँ पहिरोले कहिले पुर्न सक्दैन, उनको साहस, उनको सपना र उनले संसारलाई दिएको प्रेरणा। आजको यो भिडियो समाचार होइन, यो एक महान नेपालीप्रति हार्दिक श्रद्धाञ्जली हो। हरेक महान यात्राको सुरुवात साधारण कदमबाट हुन्छ। निम्सताई पनि कुनै धनी परिवारमा जन्मिएका थिएनन्। उनले पहिला ब्रिटिस गोर्खा सेनामा सेवा गरे, त्यसपछि संसारकै कठिन विशेष फौजमध्ये एक स्पेसियल बोट सर्भिससम्म पुगे। तर उनको मनमा अर्को सपना पलाइरहेको थियो, हिमाललाई जित्ने होइन, हिमालसँग आफ्नो क्षमता प्रमाणित गर्ने। धेरैले भने यो सम्भव छैन, तर उनले जीवनभर एउटै कुरा प्रमाणित गरिरहे, अरूको सीमित सोच मेरो वास्तविक सीमा होइन। सन् 2019 निम्सताईले घोषणा गरे, संसारका 14वटा 8000 मिटरभन्दा अग्ला हिमाल सबैलाई एकै अभियानमा छोटो समयमा आरोहण गर्ने। धेरैले हाँसे, धेरैले असम्भव भने, तर उनले केवल 189 दिनमै सबै 14 हिमाल सफलतापूर्वक आरोहण गरेर विश्वलाई स्तब्ध बनाए। त्यो दिन विश्वले एउटा नयाँ कीर्तिमान मात्र देखेन, विश्वले नेपाललाई नयाँ आँखाले हेर्न थाल्यो। पछि नेटफ्लिक्सको 14 पिक्स नथिङ इज इम्पोसिबलले उनको कथा करोडौँ मानिससम्म पुर्यायो। उनले संसारलाई सिकाए, सीमा शरीरले होइन दिमागले बनाउँछ। महानता केवल आफ्नो सफलता होइन, महानता भनेको अरूको जीवनमा आशा जगाउनु हो। निम्सताई केवल शिखर चढ्ने मानिस थिएनन्, उनले धेरै जोखिमपूर्ण उद्धार अभियानहरूमा आफ्नो ज्यानको पर्वाह नगरी अरूलाई बचाउने काम पनि गरे। उनले नेपाली भनेर कहिले आफूलाई सानो ठानेनन्, उल्टै संसारलाई भने हामी सक्छौँ। उनको सफलताले लाखौँ नेपाली युवालाई ठुलो सपना देख्ने हिम्मत दियो। तर प्रकृतिको आफ्नै नियम हुन्छ। ब्रड पिक संसारकै कठिन हिमालमध्ये एक, त्यही हिमालमा आएको विनाशकारी हिउँ पहिरोले निम्सताई सहित धेरै साहसी पर्वतारोहीहरूको जीवन समाप्त गरिदियो। यो हार होइन, किनभने जसले जीवनभर असम्भवलाई चुनौती दियो उनी कहिले हारेर बिदा हुँदैनन्, उनी इतिहास बनेर बिदा हुन्छन्। प्रिय निम्सताई, तपाईँले हामीलाई सिकाउनु भयो, सपना ठुलो देख्नुपर्छ, डरलाई जित्नुपर्छ, देशको नाम विश्वभर फैलाउनुपर्छ। आज तपाईँ हामीसँग हुनुहुन्न, तर जब कुनै नेपालीले म सक्छु भनेर असम्भवलाई चुनौती दिनेछ, त्यहाँ तपाईँको प्रेरणा बाँचिरहेको हुनेछ। शरीर मर्छ, तर साहस कहिले मर्दैन। नाम मेटिन सक्छ, तर प्रेरणा कहिले मेटिँदैन। हामी मध्ये धेरै मानिसहरू असफल हुने डरले सपना नै देख्न छोड्छौँ। हामी आफैलाई भन्छौँ यो मेरो बसको कुरा होइन, तर निम्सताईले जीवनभर ठिक उल्टो कुरा प्रमाणित गरे। उहाँले कहिल्यै सजिलो बाटो रोज्नु भएन, किनकि उहाँलाई थाहा थियो सजिलो बाटोले सजिलो परिणाम मात्र दिन्छ। ठुला उपलब्धिका लागि ठुला चुनौती स्वीकार गर्नै पर्छ। उहाँका जीवनले हामीलाई सिकाउँछ, परिस्थितिभन्दा सोच ठुलो हुनुपर्छ, शक्तिभन्दा इच्छा शक्ति बलियो हुनुपर्छ र भाग्यभन्दा मेहनतमा विश्वास गर्नुपर्छ। सायद त्यसैले उहाँको कथा केवल हिमाल चढेको कथा होइन, यो एउटा यस्तो मानिसको कथा हो जसले आफ्नो डरलाई हरेक दिन हराउँदै गयो र अन्ततः संसारलाई देखाइदियो असम्भव भन्ने शब्द हाम्रो दिमागले बनाएको एउटा सीमा मात्र हो। आज निम्सताई हाम्रो बिचमा हुनुहुन्न, तर उहाँले जगाएको आत्मविश्वास लाखौँ युवाको मनमा अझै जीवित छ। हार्दिक श्रद्धाञ्जली निर्मल निम्सताई पूर्जा। तपाईँले जितेका हिमालहरू सधैँ तपाईँको नाम सम्झिरहनेछन् र नेपाल सधैँ तपाईँप्रति गर्व गरिरहनेछ। ओम शान्ति।